हेलो नमस्ते एभ्रिवान म चाहिँ मिमी चोकुपा युट्युब च्यानलबाट आज चाहिँ मेरो भिडियो सानो छ सर्ट भिडियो लिएर आएको छु किनकि आज सपना दिदीको बर्थडे छ र हामी चाहिँ सानो केक र दिदीलाई गिफ्ट लगेर जाने भन्ने प्लानिङ छ। हेरिदिनु है त गाइस म र मिमी कहाँ जान्छौँ के गर्छौँ। भाग्यो भाग्यो मिमी आफै चलाऊ न। मिमी चाहिँ कहाँ हो? यो दुईजनाको नक्कल ड्यारो भयो। माई गॉड यहाँदेखि यहाँ यति डिस्टेंस छ। आपको डायरेक्ट फोन करे और सुनिए मुझे ये बताइए साथ में बता दूंगा। हैप्पी बर्थडे आंटी बना है। स्टूडेंट को कितने बजे फोन करें आप ये बताइए मुझे। ये है सपना आले सुनारी दीदी का रूम। हैप्पी बर्थडे टू यू। जियो बर्थडे हो यो बुढी मान्छेको के बर्थडे किन यो कान ल्याएको न फेरि यो दाइले हेरेको क्या हानि हो रक्सी छोड्यो हो हुन्छ अब तिमीले रक्सीको यस्तो स्मेल अलग अलग थाहा पाउ ल ह्यापी बर्थडे मिमीलाई मासु हाल्दैन त चीज खाइमै ह्यापी बर्थडे ह्यापी बर्थडे थ्याङ्क यू। छोरा पाएन छोरा त फटा हुन्छ गाजा खाइदिन्छ त्यो त तपाईँ खाएर हिँड्यो म त चौरीको छोरा अनि खै त्यतिकै दिदीको लभ स्टोरी अनि हाम्रो फर्स्ट डेटिङ गाइजहरु पर्दैछ नि मेला के हो रिकर्डिङ पर्दैछ नि मेला अझै भ्यालेन्टाइनको दिन थियो के त्यतिखेर फेरि उल्टा दाइको हालत फेरि त्यो प्लोटिङ हुन्थ्यो नि त पहिला पहिला गाउँ घरमा त अनि त्यो बन्दै थियो अनि आएर यसरी रोज फुल यसरी दिएको भगवान दिन त्यो रोज फुल अझै पनि छ मेरो घरमा। अब दिदी अब नबोल्ने यार त्यसपछि त फेरि लभ भयो न लभ भएपछि त बाबा के काट्नु भयो के काट्नु भयो। ओ दिदी भयो के भयो 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 म त यहाँ काट्नै लाग्यो खत्तम हो गयो गाजा पनि भेट्दैन